हेलो साथी, वेलकम ब्याक। राज कार्की भ्लगमा स्वागत छ तपाईँहरूलाई। अहिले चाहिँ म कयर खोलाको बिचमा छु अनि यतापट्टि देख्न सक्नुहुन्छ कासकारी। अनि म चाहिँ यो इलेक्ट्रिक स्कुटरमा आएको अनि आज एकदमै आउनु मन लाग्यो। अनि तपाईँहरूले यसो आजको भ्यू देखाइदिउँ। भर्खरै पानी परेर रोकिएको अनि देख्न सक्नुहुन्छ पछाडिको मौसम पनि बवाल देखेको छ। कुहिरो नै कुहिरो। अनि हाम्रो यो कयर खोला हामी चाहिँ पहिला सानोमा यहाँनिर नुहाउन आउँथ्यो। बिचरा त्यहाँनिर दिदीबहिनीहरू पुरा खोला ठुलो छ है। अब बाटो माथि पनि पुल थियो तर यहाँबाट तर्न खोज्नु भएको छ। एकदमै गाह्रो छ साथीहरू। मलाई यो चाहिँ एकदमै बवालले लाग्यो अनि त्योहरू चाहिँ म तपाईँहरूलाई यसो देखाउनलाई आउनु मन लाग्यो है। कयर खोलाको बिचमा एकदमै रिक्स लिएर म तपाईँहरूलाई खोलामा जाँदैछु किनकि सेफ्टी स्टिक छ। त्यस्तो टाइट त छैन होला, पानीमा खस्यो भने गयो। एकदम बवाल छ पनि। देख्न सक्नुहुन्छ खोला ठुलै छ साथीहरू, एकदमै ठुलो छ कासघारी। अनि त्यसपछि बादलहरू चाहिँ जङ्गलको माथिबाट आउँदाखेरि चाहिँ हेर्न पनि एकदम मजा लाग्ने। माथि छतबाट हेरेको एकदमै राम्रो लाग्यो अनि त्योहरू मलाई यहाँसम्म आउनु मन लाग्यो। अनि त्योहरू चाहिँ म यहाँ आएर चाहिँ तपाईँहरूलाई भिडियो बनाउँदैछु साथीहरू है। धेरै भयो अब अहिले चाहिँ कामको व्यस्तताले गर्दाखेरि चाहिँ हामी यहाँनिर अस्ति पोहोरको दसैँमा चाहिँ आएको थियो होइन। तर अहिलेको दसैँमा चाहिँ हामी अब हिजो टिका लाउँदा लाउँदै सुतक पऱ्यो अनि त्यही भएर चाहिँ हामीले चाहिँ तपाईँको भनौँ न सुतक परिसकेपछि त अब टिका लाउनु मिलेन नि त। घरको टिका चाहिँ लगाइ भए अन्त चाहिँ काहीँ पनि जान भ्याएन। फाइनल साथीहरू मौसम चाहिँ एकदमै बवालै छ, देख्न सक्नुहुन्छ। यो ठाउँ छोडेर जानै मन लाग्दैन, एकदमै बवाल रमाइलो छ। अनि मैले यो इन्जोय गर्नको लागि देख्न सक्नुहुन्छ पछाडिको सिन पनि कस्तो बवाल देखेको छ है। को त्यो दिदीबहिनीहरू फेरि मेरो पछाडि आएको छ। मलाई फेरि नजिक आएपछि बोल्न एकदमै लाज लाग्छ है। मौसम देख्न सक्नुहुन्छ यस्तो दामी छ। पानी पनि देख्न सक्नुहुन्छ सफा छ पानी। हिजोदेखि लगातार पानी आउँदा पनि निलो पानी छ है, बवाल छ पानी चाहिँ। अनि मेरो स्कुटर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर बादल पनि एकदम बवाल देखेको छ। आजको भाइब चाहिँ छुट्टै छ कि दसैँ भनेको दसैँ नै हो रहेछ साथीहरू। यस्तो मौसम दामी छ कासघारी अनि खोला यहाँनिर। अनि मेरो यहाँनिर स्कुटर रहेको छ, पछाडिको ब्याकग्राउन्डले पनि एकदम म्याच गरिरहेको छ। अनि दिदीबहिनीहरू चाहिँ पुरा यता आउनु भएको छ है, देख्न सक्नुहुन्छ। खोला पनि एकदमै ठुलो छ साथीहरू। उतो भाइहरू पनि पुरा नुहाइरहेको छ है। तर मलाई नुहाउन त नुहाउँथ्यो साथीहरू, तर माथिबाट दिशा गरिदिन्छु अनि त्यसपछि फोहोर फेरि त्यो फोहोर चाहिँ हाम्रो शरीरमा पर्छ नि त। त्यही भएर चाहिँ म नुहाउन खोज्दिनँ। पहिला चाहिँ नबुझेर धेरैचोटि नुहायो। माथितिरको भुराहरूले चाहिँ फोहोर बनाएर खत्तम गर्छ कि साथीहरू। पुलमा जान खोज्नु भयो तपाईँहरू? पुल जान खोज्नु भयो? ऊ त्यो बाटो सिधा पुग्छ। ए बाटो त गाह्रो छ, बाटो छैन यो बाटो त। ऊ त्यो माथिबाट जानु राम्रो छ बाटो। पुल त्यही छ, सजिलो हुन्छ। तर्न खोज्नु भएको खोला तर्न खोज्नु भयो अरे यता? ए देख्न सक्नुहुन्छ साथीपट्टि चाहिँ मान्छेहरू पुरा नुहाइरहेको छ है। अनि म चाहिँ इलेक्ट्रिकमा छु। अब म यहाँबाट जान्छु किनकि मैले बिहान पनि यो भ्लग चाहिँ बल्ल बनायो। अब आजको भ्लग पनि लगाएर हाल्छु। यो भ्यू चाहिँ एकदमै बवालले लाग्यो। अनि त्यहाँहरू मैले ड्रोन पनि ल्याउनु खोजेको थिएँ, मैले ड्रोन चाहिँ ल्याइनँ किनकि बिहानदेखि चलाइ छ। अनि लाइन पनि भोल्टेज एकदमै कम भएको छ, चार्ज गर्नु पनि पाएको छैन। त्योहरू चाहिँ मैले चलाइनँ। देख्न सक्नुहुन्छ बवाल छ भ्यू चाहिँ आजको। माथिबाट सर र ड्रोन उडाउनु पाए भए अझ बवाल देखिन्थ्यो होला। तर ठिक छ, दिनमा धेरैचोटि ड्रोन उडाउनु पनि हुँदैन, गाह्रो छ। मेरो स्कुटर देख्न सक्नुहुन्छ। मेरो स्कुटर चाहिँ यस्तो बवाल छ। अनि अगाडि पछाडि दिदीहरू चाहिँ पुरा टिकटक बनाउनु खोज्दै हुनुहुन्छ। मेरो स्कुटर चाहिँ यस्तो छ साथीहरू। मलाई यो मौसम देखेर चाहिँ एकदमै डाहा भइरहेको छ। यहाँ छोडेर यो ठाउँ छोडेर जानै मन लागिरहेको छैन। सानोमा चाहिँ हामी एकदमै पौडी खेलेको ठाउँ हो फाइनली। तर अहिले चाहिँ अब ठुलो भयो नि त, कामको व्यस्तताले गर्दाखेरि पनि हामी चाहिँ अब तपाईँको आउनले भ्याउँदैन। अब चाहिँ टाइम निकालेर भने आउने बेलालाई इन्जोय पनि गर्नुपर्छ। एकदमै राम्रो ठाउँ छ, एकदमै बवाल ठाउँ छ है। त्यही भएर बवाल छ साथीहरू, देख्न सक्नुहुन्छ। टिकटकको लागि पनि अहिले यो कासघारी पनि एकदम फेमस रहेको छ। अस्ति मैले ड्रोन सट हान्दै थिएँ, त्यो ड्रोन सट पनि धेरैजना साथीहरूले हेर्नुभयो होला। अनि मलाई चाहिँ खासमा आज आउनु मन लागेको कारण चाहिँ पछाडिको त्यो ब्याकग्राउन्डमा त्यो माथि देख्न सक्नुहुन्छ तपाईँहरूले, त्यो
जङ्गलमाथिको बादल, त्यो बादल चाहिँ मलाई हेर्न मन लागेर चाहिँ मलाई खोलामा आएको माथि छतबाट चाहिँ पुरै भ्यू देखेको थियो यहाँबाट। झन् त्योभन्दा बवाल लाग्यो मलाई है। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है त साथीहरू। बवाल छ ठाउँ पनि आज। अनि त्यसपछि पछाडि दिदीहरू पुरा टिकटक बनाइरहनु भएको छ। यो टिकटक बनाउने ठाउँ पनि राम्रो छ, टिकटकको लागि पनि एकदम राम्रो ठाउँ छ साथीहरू भन्दै आजको भ्लगबाट बिदा हुन चाहन्छु। बाई बाई साथीहरू। फेरि पनि म तपाईँहरूलाई अर्को भ्लग ल्याउनेछु। ड्रोन ल्याम जस्तो चाहिँ लाग्थ्यो। ठिक छ।